नमस्कार आदरणीय दर्शकबिन्दहरू, तपाईँ हेर्दै हुनुहुन्छ युट्युब च्यानल बुलबुले खबर। म भूपेन्द्र ढकाल। आजको श्रृङ्खलामा हामी चिङ्गाड गाउँपालिका अन्तर्गत वडा नम्बर 2 काँडा पोखरीमा अवस्थित हमाल कृषि फर्ममा आइपुगेका छौँ। यस काँडा पोखरीमा लामो समयदेखि किबी व्यवसाय गर्दै आउनुभएका एक कुशल, लगनशील र मेहनती कृषक आदरणीय व्यक्तित्व श्री रामबहादुर हमालज्यूले सञ्चालन गर्नुभएको हमाल कृषि फर्ममा आइपुगेका छौँ र यस काँडा पोखरीमा किबी खेती कसरी सञ्चालन भइरहेका छन्, किबी खेतीका सम्भावना के छन्, बजारीकरणका अवस्था के छन् र किबीका उपयोगिताहरू के छन्, यस बारेमा हामी आजको श्रृङ्खलामा यहाँहरू समक्ष चर्चा गर्ने प्रयत्न गर्नेछौँ। नमस्कार अनि हार्दिक स्वागत छ बुलबुले खबर युट्युब च्यानलमा। आजको यस श्रृङ्खलामा हामी चिङ्गाट गाउँपालिका वडा नम्बर 2 काँडा पोखरीमा लामो समयदेखि कृषि व्यवसाय विशेष गरी किबी खेतीबाट राम्रो आय आर्जन गरिरहनुभएका एक कुशल, मेहनती र लगनशील कृषक आदरणीय व्यक्तित्व श्री रामबहादुर हमाल र उहाँको कर्मसँग जोडिएको किबी खेतीको सुरुवात, किबी खेतीका सङ्घर्षहरू र किबीको बजारीकरण, लोकप्रियता र किबीको उपयोगिताका बारेमा चर्चा गर्ने प्रयत्न गर्नेछौँ। आज हामी किबी खेती, काँडा पोखरीमा किबी खेती कसरी अगाडि बढिरहेका छन्, किबी खेतीका सम्भावनाहरू के छन्, समस्याहरू के छन्, यस बारेमा खोतल्ने कोसिसका क्रममा आज हामी काँडा पोखरीमा सञ्चालित हमाल कृषि फर्ममा आइपुगेका छौँ र यहाँका विविध यहाँ देखिने वस्तुस्थिति लगायत यहाँका सञ्चालक व्यक्तित्व रामबहादुर हमालज्यूसँग पनि विस्तृतमा यो किबी खेती गर्दाखेरिका विभिन्न समस्याहरू र यसको किबी खेतीका बजारीकरण लगायतका विषयमा चाहिँ कुराकानी गर्नेछौँ। दर्शकबिन्दहरू, बुलबुले खबर युट्युब च्यानलमा अबको क्रममा हामी हमाल कृषि फर्मको प्रोप्राइटर आदरणीय व्यक्तित्व श्री रामबहादुर हमालज्यूसँग कुराकानीका लागि आएका छौँ। हाम्रो कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। नमस्कार। आज हामी विशेषतः यहाँले सञ्चालन गर्नुभएको कृषि पेसा अन्तर्गत यो किबी खेतीको भविष्यमा कुराकानी गर्नेछौँ र किबी खेती गर्न थाल्नुभएको यहाँले कति समय जति भयो? भयो होला सर, 14 वर्ष जति भयो होला। 14 वर्ष, धेरै समय भइसकेको छ। सुरुवाती चरणमा यो किबी खेती सञ्चालन गर्नुभन्दा अगाडि तपाईँहरूले यो किबीका बोटहरू चाहिँ कताबाट ल्याउनु भयो? हामीले सर यो सुरुमा सुर्खेत जिल्लाको कृषि निर्देशनालयमा थोरै बोट आएको थियो किबी। हजुर। त्यति बेला त्यो किबीको बिरुवाहरू, यो किबी हो भन्ने मैले सुनेको थिएँ अलि अगाडि। हजुर। किबीको बिरुवाहरू लगाउँ त यसो ट्राई गरौँ भनेर मैले यो हाम्रो अलिकति अव्यवस्थित छ घरदेखि अगाडि नजिकै 12-15 वटा बोटाहरू लगाएँ। सुरुवात त्यहाँबाट गरेको हो सर। काँडा पोखरीमा सायद सुरुवात गर्ने व्यक्ति तपाईँ नै हुनुहुन्छ? हजुर हजुर, सुरुवात गर्ने नै हो। अनि कतिको महँगो पर्दो रहेछ बुटाहरू कि निर्देशनालय दिएपछि? त्यति बेला बिरुवाहरू निर्देशनालय दिँदा 100 रुपियाँ एउटा पढेको थियो बोटा। हजुर। कृषि निर्देशनालय ल्याउँदाखेरि 100 रुपियाँ जति परेको थियो पहिला ल्याउँदा। त्यसपछि अलिकति पछाडिको बिरुवाहरू 1-2-4 वर्षपछि यो थप गरेको बिरुवाहरू हो सर। 2-4 वर्षपछि किबी मैले धनकुटाबाट मगाएँ। धनकुटाबाट त्यति बेला 500 रुपियाँ परेको एउटा बिरुवालाई। हाम्रो यहाँ ल्याउँदासम्म 500 रुपियाँ। तपाईँले अरू फलफुल तरकारीहरूको व्यवसाय गरिरहनु भएको थियो होला, एक्कासी यो किबी खेती गरौँ भन्ने चाहिँ कसरी आयो योजना चाहिँ? मैले यसो न्युजहरू हेर्थेँ, किबी भन्ने जात छ, किबी फल अलि उत्कृष्ट फल हो, यो विश्वमा उत्कृष्ट नै मानिन्छ भनेर सोच मलाई त्यो आइरहेको थियो। त्यति बेला आउँदै यो कस्तो हुन्छ भनेर मैले ट्राई गराएँ। ट्राई गर्दा किबी फल थाहा पाएँ। मैले युट्युबमा पनि हेरेँ, धेरै यो मिडियाहरूमा पनि हेरेँ। हेरिसकेपछि मलाई यो किबी फल महत्त्वपूर्ण रहेछ भन्ने सोच भयो र मैले सुरुवात गरेँ। सुरुवात गरिसकेपछि राम्रै हुँदो रहेछ भन्ने लागेर अलिक धेरै बिरुवाहरू पछाडि मगाउने कोसिस गरेँ र यो धनकुटाबाट कन्ट्याक्ट नम्बर थियो, धनकुटाको एकजना कृषक हुनुहुन्थ्यो, त्यहाँदेखि किबीको बिरुवाहरू मगाएको। अनि यो किबी खेतीमा कतिको समय दिनुपर्ने रहेछ अनि कति स्याहार सुसार गर्नुपर्ने रहेछ? पहिला त यसलाई सर किबी खेतीलाई अलिकति समय दिनुपर्छ। समय दिएन भने यसका बिरुवाहरू पहिलो बिरुवा त सुक्न सक्छ। बिरुवाहरू सुक्यो भने मर्न सक्छ पानी नपाएपछि।
पानी चार्नुपर्छ, अलिकति कम्तीमा पनि मलहरू 1 डोका मल राख्नुपर्छ, 1 बाई 1 मिटरको खाल्टा तयारी गर्नुपर्छ, 6 बाई 6 मिटर मल लगाउनुपर्छ। हाम्रो त अलि नजिक छ, अलिक पछाडिको बिरुवाहरू 6 बाई 6 मिटरमा लगाएको छ। गोडमेल गर्नुपर्छ, पटक यसको मलहरू हाल्नुपर्ने हुन्छ। त्यति कष्ट त हुन्न, तैपनि पानीको मात्रा हेर्नुपर्छ। हप्ताको दिनको पहिला पानी भयो भने सिँचाइ गरिरहनुपर्छ। यसलाई कस्तो हावापानीमा किबी खेती हुने रहेछ? यो हावापानी सर, यो किबी समुद्री सतहदेखि 800 देखि माथि 2200 अथवा 2500 मिटरसम्म हुन्छ भन्ने सुनेको छु। यसको अति राम्रो किबी हुने भने समुद्री सतहदेखि 1200 देखि 2200 को बिचमा मिटरमा हाइटमा अति उत्कृष्ट राम्रो किबी हुन्छ भन्ने सुनेको छु। हाम्रो यो ठाउँ 1700 समुद्री सतहबाट 1700 को हाइटमा छ। यो हाम्रो काँटा पोखरीको यो ठाउँ जो मैले यो किबी लगाएको छु यो ठाउँ। अनि यो किबी खेती अब कोही व्यक्तिले चाहिँ ल किबी खेती गरौँ भनेर चाहिँ बोट बिरुवाहरू रोप्नको लागि उपयुक्त समय कुन समय मानिन्छ? यो किबी रोप्ने समय उपयुक्त भनेको हिउँदाले खेती भएको हुनाले यो हिउँदमा लगाउनुपर्छ। यो अति उपयुक्त खेती बिरुवाहरू लगाउने भनेको पौष माघ महिना, चिसोमा लगाउनुपर्छ। त्यति बेला सुक्खा डन्ठा। यो बोटहरू रोप्नको लागि खाडलहरूको तयारी गर्नुपर्छ होला? खाडल त पूर्व तयारी हुनुपर्छ। खाडल अलि अगाडि तयारी हुनु पर्यो। 1 मिटर कम्तीमा 1 मिटर खाडल तयारी गर्नु पर्यो। 1 डोका मल राख्नु पर्यो खाडलमा राखिसकेपछि त्यसपछि खाडलमा मल पनि राख्ने। एकदम यो गोठे मल, गाई भैँसीको मल अलिक कुहिएको 6 महिना 1 वर्ष पुरानो हुनुपर्छ मल। त्यो भयो भने सायद। अनि बिरुवाहरू रोप्ने केही तरिकाहरू छ त्यस्तो? ग्राफ्टिङ बिरुवा हो यो। कलमे बिरुवा कलम गरेकोदेखि तल माटोभित्र राख्न मिल्दैन, अलि माथि बनाएर रोप्नुपर्छ। त्यस्तो खासै प्राविधिक नै ज्ञान नै ठुलै चाहिँदैन। खाल्टोमा पहिला त्यो मल माटो मिक्स गरेर त्यही अनुसारको बोटा रोप्न सकिन्छ मजाले। हामीले अरू बोटा रोपे जस्तै हो। काँडा पोखरीमा यहाँले गरेको देखेर अन्य व्यक्तिहरूले पनि सायद गर्नुभएको छ होला। यहाँको दाजु गगन हमालज्यूसँग पनि हामी पुग्यौँ, सायद तपाईँबाटै प्रेरित भएर। हजुर। यो किबी खेतीमा मलखातको व्यवस्थापन चाहिँ अति महत्त्वपूर्ण हुन्छ भन्छन्, यहाँले चाहिँ कसरी व्यवस्थापन गरिरहनु भएको छ? मलखातको व्यवस्थापन सर कस्तो हुन्छ भने हामी बाख्राहरू गाईहरू पनि पाल्छौँ। छ हामीसँग त्यस्तो किसिमको र छैन। यदि गाई बाख्रा पाल्नुपर्छ भैँसीको मलहरू हामीसँग प्रशस्तै पाइन्छ। हामीले हिउँदमा 1 चरण प्रत्येक बोटामा 1 डोका मल हाल्छ। प्रत्येक बस्तीमा 1 डोका मल हाल्छ। यसलाई सिँचाइ पनि गर्नुपर्छ? एकदम सिँचाइ गर्नुपर्छ। पानीको एकदम जरुरत पर्ने भयो। अहिले बर्खा यो सिजनमा पानी चाहिँदैन। जुन वर्षाको समयमा पानी यसलाई आवश्यक छैन। यसलाई सुक्खा मौसममा आवश्यक छ। फागुन चैत वैशाख जेठसम्म यसलाई 15 दिनको कम्तीमा हप्ता दिनको चाहिन्छ। सिँचाइको लागि के छ यहाँ एकदम पर्याप्त मात्रामा सुविधाहरू छ? त्यति सुविधा छैन, सानो पानी छ। त्यसैबाट हामीले काम चलाउने रात दिन गरेर यसो व्यवस्थापन गरिरहेका छौँ। अनि किबीको चाहिँ यो स्याहार सुसार सम्भार चाहिँ कसरी गर्नुहुन्छ? समय व्यवस्थापन कसरी गर्नुहुन्छ? यहाँ त अन्य ठाउँमा कर्मचारीको रूपमा पनि कार्यरत हुनुहुन्छ। अन्य ठाउँमा सानो यसो अलिअलि कसरी समय व्यवस्थापन यसलाई सर गर्न साँझ बिहान हामी समय निकालेर यसलाई काटछाट गरिरहेका छौँ। हेरफेर अब किबीहरूमा हेर्नु पनि पर्ने हुन्छ। साँझ बिहानको टाइम लिएर बिहान बेलुकाको टाइम लिएर हामीले यो किबीको बगैँचाहरूमा व्यवस्थापन गरिरहेका छौँ। रेखदेख गरिरहेका छौँ। यो बोर्डलाई चाहिँ थाप्रो भन्छ कि थाङ्ग्रो भन्छ? यो टनेल, किबीको टनेल भन्छ है? हजुर। यसलाई पनि जस निर्माण गर्न समय लाग्छ होला? लाग्छ सर। यसलाई निर्माण गर्न बेला बेलामा काटछाट पनि गर्नुपर्छ होला? हजुर। काटछाट गर्नुपर्छ। यो काटछाट गर्दा यसलाई गर्नु यो खास 2 चोटि गर्नुपर्छ। यसलाई काटछाट हिउँदमा 1 चोटि गर्नुपर्छ। 1 चोटि यो साउनको महिना अलिकति लामो छ। यो साउनको महिना काटेको हो। यस्तो किसिमको अहिले भर्खरै यो साउन असाढमा अथवा खास काट्नुपर्छ साउनको महिना। लामो भयो भने पलाएको हुन्छ। यो 2टा फाइदा छ सर। एउटा साउनको महिना काट्दा पनि फाइदा छ, अर्को यो बाख्रा पशुलाई घाँसको रूपमा पनि हुन्छ यो। अनि यो
खेती गर्दाखेरि अरू तरकारीहरूमा फलफुलहरूमा रोगहरू लाग्यो भन्ने हुन्छ, विषादीहरूको प्रयोग गर्ने गरिन्छ। यो रोगहरू लाग्ने कतिको हुन्छ? अहिलेसम्म यो रोग लागेको मैले देखेको छैन, थाहा पाएको छैन सर। हाम्रो यो बगैँचामा किबीलाई रोग लागेको त्यस्तो मैले देखेको छैन, थाहा छैन मलाई। हो, बोटाइटिस थोप्ले रोग भन्ने जस्तो पनि लाग्छन् भन्ने सुन्नमा आएको थियो। सायद अन्य ठाउँहरूमा हुनसक्छ, मैले अनुसन्धान भएका हुन सक्छन्। अनि उपयुक्त फल टिप्ने समय चाहिँ कुन हो किवीको? यसको खास फल टिप्ने उपयुक्त समय सर हामी यो असोजको पहिलो हप्तादेखि टिप्न मिल्छ भन्ने सुनेको, हामीले टिपिरहेका छौँ पनि। असोजको पहिलो हप्तादेखि यो पुस मक्सिर फागुनसम्म खान टिप्न सकिन्छ। फागुनसम्म पनि यो बिरुवामै दानाहरू रहन्छ, रहिरहेका छ। हेर्दाखेरि काँचो हो कि पाकेको भन्ने कसरी चिन्छ? पाकेको र यो काँचो कस्तो उस्तै हुन्छ, तर यसको अलिकति हरियो कस्तो दानामा यो गाडा भित्रको दाना अलि सेतो छ भने, पाक्यो भने अलि हरियो खालको देखिन्छ। अब अलिकति गाह्रो छ पाक्यो कि काँचो भन्नेमा, अलिकति हामीलाई पनि अनुसन्धान गर्नु गाह्रो भइरहेको छ। तर पाकेको रहेछ भने यो भित्रको छालामा यसो हरियो जस्तो देखिन्छ। अनि यहाँ उत्पादन धेरै नै गरिरहनु भएको छ, बजार व्यवस्थापन चाहिँ कसरी भइरहेछ? बजार व्यवस्थापनको सर गाह्रो छ, धेरै गाह्रो छ बजार व्यवस्थापनको। हामीले सुर्खेत जिल्ला, हाम्रो बजार सुर्खेत जिल्ला नै हो, सुर्खेत सदरमुकाम वीरेन्द्रनगर नै हो। अलिकति यसलाई मार्केटिङ गर्नु घुमाउनु पर्छ, यताउति प्रचार गर्नु पर्यो। त्यस्तो गरेपछि हाम्रो चिनेको कोही साथीहरू हुनुहुन्छ, उहाँहरूलाई हामी यसो मार्केटिङ गरिरहेका छौँ। अहिलेसम्म त व्यवस्थापन त्यसरी भएको छ र किबी हाम्रो बगैँचामा रहिरहेका छैन। त्यसरी यो व्यवस्थापन गरिरहेका छौँ भने यो किबीको महत्त्व अझ मान्छेले बुझेका छैन जस्तो लाग्छ। किबीको महत्त्व बुझ्यो भने सायद धेरै नै जान्छ होला। हामीले यो किबीको हाम्रो जुन ग्राहक हुनुहुन्छ उहाँहरूलाई हामी पुर्याउन सक्दैनौँ जस्तो लाग्छ। अहिलेसम्म हाम्रो बगैँचामा किबी रहिरहेका छैन, तर अलिकति गाह्रै छ व्यवस्थापन गर्न। बजार व्यवस्थापन गर्न भौगोलिक रूपमा पनि यहाँको क्षेत्रबाट चाहिँ बाहिर माग अनुसारको निर्यात गर्न चाहिँ अलिकति अप्ठ्यारै छ सर, अलिक गाह्रो छ। तर गर्न सकिन्छ जस्तो लागिरहेको छ। प्रचार हुनु पर्यो र किबीको महत्त्व बुझ्नु पर्यो। धेरै मान्छेले अलिकति यो महँगो फल थियो, अहिले त त्यति महँगो छैन, सस्तै छ। सबै जनताले खान पाउनु पर्यो। किबी खाएपछि हाम्रो स्वास्थ्यमा के फाइदा हुन्छ भन्ने सबैलाई थाहा छैन। थाहा भयो भने सायद किबी पर्छ होला जस्तो लाग्छ मलाई। मार्केट भविष्यमा यसको समस्या छैन जस्तो लाग्छ, तर राज्यले पनि केही गरिदिनुपर्छ जस्तो लाग्छ। हाम्रो स्थानीय निकायहरू हुनुहुन्छ, राज्य छ, राज्यले पनि हामीलाई केही न केही कृषकहरूको उत्पादन गरेको मार्केटसम्म पुर्याउने किसिमको कुनै त्यस्तो किसिमको केही न केही गरिदियो भने भविष्यमा मार्केटको समस्या नहोला जस्तो। मेरो सम्पर्क हमाल कृषि फार्ममा चाहिँ यहाँको उत्पादन चाहिँ किबी खान मन लाग्यो भने कसैले चाहिँ कसरी पाउन सक्छन् मान्छेहरूले? हमाल कृषि फार्ममा किबी खान मन लाग्यो भने मेरो सम्पर्क नम्बर हो 9848197702। इमेल छ ramhamal702@gmail.com। अनि यो चिङ्गाड गाउँपालिका वार्ड नम्बर 2 काँडा पोखरी, सुर्खेत जिल्ला, कर्णाली प्रदेश। हस्।